साथीहरू आज अब हामी कपडा धुनेको कार्य गरिरहौँ, काम गरिरहौँ आज। अब आमा बुबालाई पनि अब सताउने कुरा त भएन, आमा भनेको अब भगवान माता भन्छन्। अनि अब हामीले यो कपडा धुनुपर्छ। यो मेरो ड्रेस। अब मम्मी अब रेस्ट गर्नुहुन्छ, म गर्छु। अब मम्मीले पनि गर्नुहुन्छ। मम्मी बाबालाई अब दुःख गर्ने त भएन साथीहरू। अनि म भन्न चाहन्छु कि कहिले पनि आफ्नो आमा बुबालाई कहिले पनि दुःख भएको बेला के जस्तै काम गरिराख्नु वा के गरेर सहयोग गर्नु क्या, सक्ने जति सहयोग गर्नु, न त भने उहाँ गरिहाल्नुहुन्छ। त्यही भएर म यही भन्न हजुरलाई, त्यही भएर भिडियो गरेर यो मेरो ड्रेस। अनि आज शनिबार हो। नेपाल सरकारले नेपालमा 2 दिन बिदा गरेका छन्, यो हजुरलाई थाहा त होला। सन्डे आइतबार र शनिबार बिदा हुन्छ। त्यसैले म जहिले शनिबार कि शुक्रबार कि जहिले गरिहाल्छु, आफ्नो कपडा धुइहाल्छु, भाँडा माझ्छु। हजुरले अर्को भिडियोमा पनि हेर्नुभयो होला भाँडा माझे। त्यसैले यस्तो सर्टहरू धुन मलाई गाह्रो लाग्छ। यसको यो दाग हुन्छ त्यो जान्न किन दाग लाग्छ त्यो भन्न छ। सायद बेन्चमा यस्तो गरे पनि हुन्छ। त्यही भएर हजुर के लेख्दाखेरि यस्तो नगर्नु। यस्तो गर्दाखेरि तलको यो फ्लोर हुन्छ त त्यो हाम्रो हातमा चिप्पिन्छ र आइरन गर्दाखेरि हाम्रो कपडा पुरै यो पहिलो निलो कलरको हुन्छ।